ओके हेलो एभ्रिवान। यसमा चाहिँ हामी क्युजिआइएसमा चाहिँ सिम्बोलोजी चाहिँ कस्तो कस्तो फिचरहरू छ, कसरी कसरी चाहिँ हामीले सिम्बल राख्न सक्छौँ भन्ने चाहिँ एउटा डेमोन्स्ट्रेसनको लागि एउटा एक्सर्साइज जस्तो छ। यो एक्सर्साइज चाहिँ वान बाई वान हामी चाहिँ म गरेर देखाउँछु। यही चाहिँ असाइनमेन्ट जस्तो यो गऱ्यो भने यो सिम्बोलोजीको बारे थाहा हुन्छ है। सुरुमा चाहिँ यो नेपाल लोकल युनिट्स भनेर लिएर आउँदाखेरिमा चाहिँ नेपालको सबै गाउँपालिका नगरपालिकाहरू चाहिँ हरेक एउटा फिचर बनेर आउँछ। यसमा चाहिँ सुरुमा चाहिँ सबैलाई चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कलरले देखाउने भन्ने अब्जेक्टिभ छ भने यसको चाहिँ राइट क्लिक गरेर यसको प्रपर्टिजमा गएर यस्तो खाले विन्डो आउँछ। यसमा सिम्बोलोजीभित्र सिङ्गल लेभल नभएर क्याटेगोराइज गर्ने। क्याटेगोराइज चाहिँ अब गाउँपालिका नगरपालिकाको नाम अनुसार भिन्दै हुनुपर्ने भएर हामीले यो गापा नपा चाहिँ यसमा राख्छौँ भ्यालुमा, तपाईँलाई क्लासिफाई गर्छौँ। क्लासिफाई गरेपछि चाहिँ अहिले चाहिँ सबैलाई क्लासिफाई भएर आउँछ। यसलाई अप्लाई गरेपछि यो आउँछ। अब पर्टिकुलरली यो असाइनमेन्टमा चाहिँ नेपालको लागि भन्दा पनि आफ्नो जिल्लाको लागि गर्नुपर्ने भएर त्यो गर्ने धेरैवटा तरिकाहरू हुन्छ। जस्तै फर्स्टमा चाहिँ मैले यदि यसको चाहिँ मैले जस्तै एउटा डिस्ट्रिक्ट यसमा डिस्ट्रिक्ट राखेँ भने र क्लासिफाई गरेँ भने डिस्ट्रिक्ट अनुसार क्लासिफाई हुन्छ है। अब यसमा चाहिँ अझै यसको नाम पनि हेर्नु पऱ्यो भने प्रपर्टिज अनि यसको लेभल्समा चाहिँ सिङ्गल लेभल्स र डिस्ट्रिक्टको नाम राख्ने गऱ्यो भने सबैको जिल्ला आउने भयो होइन। दार्जिलिङ चाहिँ यहाँनिर छ, त्यही भएर यो एउटै कलरले आयो भने चाहिँ हामीले सिम्बोलोजी पनि चेन्ज गऱ्यौँ होइन, हामीले चाहिँ नाम अनुसार गऱ्यौँ। सिम्बोलोजी पनि डिस्ट्रिक्ट अनुसार नै हामीले क्लासिफाई गऱ्यौँ। त्यही भएर डिस्ट्रिक्ट अनुसार चाहिँ यसको कलर पनि भिन्दै भिन्दै आइरहेको छ। अब जस्तै धादिङको यति धेरैवटा चाहिँ गाउँपालिका नगरपालिका छ होइन। अब यो सबैलाई सेलेक्ट गरेर अनि मलाई धादिङको मात्र चाहियो भने त्यो गर्न सक्छु। तर अथवा त्यो नगरेर मैले चाहिँ यसलाई चाहिँ के गर्न सक्छु भने जस्तै प्रोसेसिङ टुल बक्समा के यो प्रोसेसिङ टुल बक्स भनेको चाहिँ के हो भन्दाखेरि यो क्युजिएसमा जस्तै यो साइडमा बसिरहेको हुन्थ्यो जेनरली होइन। यो आएन भनेदेखि चाहिँ हामी प्रोसेसिङ हुन्छ, यसमा टुल बक्स यहाँ पनि आएन भने चाहिँ प्लगइन्सभित्र गएर इन्स्टल गर्नुपर्ने हुन्छ है। प्रोसेसिङ टुल बक्स भन्ने चाहिँ प्लगइन। अब यो आइसकेपछि यसलाई चाहिँ मैले यहाँनिर सर्च गर्ने ठाउँमा सेलेक्ट भनेर सर्च गरेँ भने यसमा एक्सट्र्याक्ट बाई एट्रिब्युट भन्ने एउटा मोड्युल छ होइन। यसमा चाहिँ के गर्न सकिन्छ भने जस्तै हाम्रो यो लोकल यसको चाहिँ मैले एट्रिब्युट हेरेँ भने यो एउटा फिचरभित्र चाहिँ धेरैवटा एउटा लेयरभित्र चाहिँ धेरैवटा फिचर्सहरू छन् होइन। सबै फिचर्सको जस्तै स्टेट कोड भनेको कुन प्रदेशको, डिस्ट्रिक्ट कुन जिल्लाको, गाउँपालिका नगरपालिकाको नाम के हो, अनि टाइप भनेको चाहिँ गाउँपालिका हो कि नगरपालिका हो होइन, त्यही अनुसारको छुट्टेको। प्रोभिन्स अब कुन प्रोभिन्समा हो त्यसकै त्यही अनुसार छुट्टेको भइहाल्यो। अब मैले गर्न खोजेको के छ भन्दाखेरि मलाई चाहिँ धादिङको मात्र चाहिएको छ नि त यो सबैको भन्दा। त्यसैले धादिङको मात्र खोज्नको लागि चाहिँ जस्तै इनपुट लेयर म यही योबाट होइन, अनि कुन चाहिँ एट्रिब्युट छान्ने त डिस्ट्रिक्ट एट्रिब्युट होइन। अपरेटर के त इक्वल, यदि डिस्ट्रिक्ट चाहिँ इक्वल छ भने, तर केसँग इक्वल छ भने धादिङसँग होइन। जस्तै यसको नाम चाहिँ यहाँ देखिन्छ क्यापिटलमा छ नि त डिएचएडी डिएचएडी भयो होइन। अनि एनजी धादिङ गऱ्यो भने एक्सट्र्याक्टेड एट्रिब्युट। अब यसले चाहिँ एउटा लेयर बनाउँछ होइन। अब मैले चाहिँ यसलाई सेभ गर्न नि सक्छु जस्तै धादिङ मात्र भनेर T1 होइन, हामी चाहिँ सिम्बोलोजीमा छ। यसमा चाहिँ जे गर्दा पनि हुन्छ, सेभ फाइल राख्दा पनि हुन्छ। जिपिके चाहिँ एउटा मात्र फाइल गर्नु भएको राख्नु खोजेको। फाइल नेम चाहिँ एसटी मात्र गरेको। धादिङलाई चाहिँ मैले यसरी सेभ गरेर रन गरेँ भने रन भयो है, रन भयो। अब मैले लोकल युनिटलाई हटाएँ भने धादिङको मात्र चाहिँ अब सेलेक्ट भएर आयो क्या, बुझिन्छ है। अब योलाई चाहिँ मैले ठ्याक्कै यसरी नै कलरिङ गर्नु पऱ्यो। त्यसको लागि अब अर्को कलरिङ गर्ने तरिका अर्को पनि छ है। अर्को के छ जस्तै योभन्दा माथि एउटा यहाँनिर यो छ लेयर, यसलाई चाहिँ ओपन लेयर स्टाइलिङ प्यानल भन्छ। यो खिच्यो भने यस्तो जस्तो एउटा आउँछ। अब यहाँनिर आएर मैले सिधै
क्याटेगोराइज गरेर क्लासिफाई गर्ने हैन। अनि यसमा भएको सरी भ्यालु के राख्ने भन्नु पर्यो नि, गापा नपा राख्ने, क्लासिफाई गर्ने, सबैको लागि छुट्टै कलर भयो, अप्लाई गर्ने, अनि यसलाई क्लोज गरिदियो भने चाहिएन भनेपछि ल त्यही अनुसारकै भयो। अब यसको नाम पनि राख्नु न त, त्यसको लागि फेरि यसमै जानु मिल्यो स्टाइलिङमा लेबल भन्ने छ यहाँ, सिङ्गल लेबल के को आधारमा लेबल गर्ने त, डिस्ट्रिक्ट होइन गापा नपाको आधारमा लेबल गर्ने, अप्लाई ओके भनेपछि अब सबैको चाहिँ आयो है। अब यही कुरो चाहिँ मैले असाइनमेन्टमा चाहिँ पछि आफूलाई हेर्दा पनि सजिलो हुन्छ भनेर राख्ने मात्र भन्नु खोजेको। त्यो राख्नलाई स्निप लिएर वर्डमा राख्नु है। मैले स्निप लिन्छु, स्निप आयो। अब यहाँ गएर यो म पहिलाको यो यसलाई मैले सेभ एज गर्छु है, फाइल सेभ एज, मोर अप्सन है, चाहिँ सिम्बोलोजीमा यसमा असाइनमेन्ट भन्ने सेभ गरेँ ओके। अब मैले हटाइदिएँ यो चाहिएन, यसलाई यो एउटा देखाउने भने सानो बनाउँछु र अब यो कस्तो छ त यसको भनेर हेर्नको लागि पनि सिम्बोलोजीमा गएर यो अनुसारको सिम्बोलोजी हामीले डिफाइन गरेको नि त, यसलाई पनि यसो यहाँ राख्दियो भनेदेखि यस्तो गर्दा चाहिँ त्यस्तो देखिँदो रहेछ भन्ने थाहा भयो। अब हामीले यसलाई पनि राखिदिनु है। अब अझै यो दुईटालाई अलिकति मिलाउनको लागि चाहिँ म यो इन फ्रन्ट अफ टेक्स्ट गरिदियो भने यसलाई सारेर हेर्न मिल्छ। यसरी सारेर लैजानु मिल्छ भने सार्दा भयो, नमिलेदेखि त्यति धेरै जरुरी छैन है। यो अब वर्ड नै कसरी चलाउने भन्नुभयो त्यसको लागि यो भएपछि यो एउटा सक्यो। अर्को चाहिँ के छ, क्याटेगोराइज सिम्बोलोजी विथ टाइप जिएनएस भ्यालु भनेपछि अब टाइप जिएन चाहिँ भ्यालु राख्यो भने जस्तै यो क्याटेगोराइज नै भयो हैन सिम्बोलोजीमा, तर यो गापा नपाको नाम अनुसार नभएर टाइप जिएन राख्यो भनेदेखि चाहिँ अनि क्लासिफाई गर्यो भने यसलाई हटाइदिएर गाउँपालिका र नगरपालिका मात्र छ, यतातिर महानगरहरू छैन। त्यो भएपछि ल नीलकण्ठ र धुनीबेसी चाहिँ दुईटा नगरपालिका रहेछ, अरू सबै गाउँपालिका रहेछ है। अब यो कुरो पनि ठ्याक्क देखायो भयो हामीले, कलरले छुट्यो नि त। यो कुरो पनि यसमा चाहिँ पेस्ट गरिदिएँ, नेपालभरिको यस्तो थियो। यसको पनि सिम्बोलोजी चाहिँ टाइप जिएन गर्दाखेरि यस्तो आउँछ भनेर हेर्नको लागि चाहिँ यसलाई नै मैले स्निप लिइदिएँ। युज अफ रेन्डरिङ यो अलिकति भनिसकेको थियो, तर अलिकति अझै नबुझेको भए रेन्डरिङ भनेको चाहिँ जस्तै मैले चाहिँ त्यही बस्नु के भन्नु है, यसलाई चाहिँ जुम आउट गर्दाखेरि सबै यो खालि नाम देखेको देखि गऱ्यो नि त, तर यो राम्रो देखेन नि। त्यो भएपछि यस्तो बेला चाहिँ नाम नदेखिने, अनि यसलाई चाहिँ अलिक धेरै जुम गरेपछि बल्ल नाम देखिने बनाउनु पर्यो भनेदेखि चाहिँ हामी त्यो बनाउन सक्छौँ। त्यसको लागि चाहिँ हामीले रेन्डरिङ भन्ने अप्सन चाहिँ युज गर्छौँ। त्यो चाहिँ जस्तै लेबलभित्र चाहिँ हाम्रो रेन्डरिङ भन्ने यो अप्सनमा छ होइन। अब यसलाई यसरी हेऱ्यो भने यो आउँछ, ल प्रपर्टिजबाटै हेर्ने हो भनेदेखि चाहिँ यो जाने, यो भित्र प्रपर्टिजको विन्डो खुल्छ, यसमा लेबल्समा जाने र यहाँ रेन्डरिङ भन्ने अप्सन छ। यसलाई चाहिँ स्केल डिपेन्डेन्टलाई अन गर्ने र यो कति स्केल हुँदाखेरिमा चाहिँ नाम देखिने भनेर चाहिँ यहाँनिर राख्नु पर्यो। त्यो चाहिँ जस्तै 5 लाख राख्यो भने जस्तै अहिले देखिएन, जुम अब देखियो नि त होइन, जुम आउट गरेँ देखिएन अहिले। अब जुम इन गरेर यो लेभल पुगेपछि चाहिँ देखियो। यही कुरो चाहिँ देखाउनु। जस्तै अब यसलाई चाहिँ स्केल पनि देखाउनु, जस्तै 6,40,000 हुँदाखेरि देखिएन नि त, त्यसैले यो स्केल देखिने गरी मैले स्निप लिइदिएँ है। 40,000 हुँदा देखिएन, तर अब यसलाई हामीले
अलिकति जुम इन गरेर यता चाहिँ देखियो। त्यसैले अब यो 3,22,000 जस्तो हुँदा चाहिँ देखियो। यो पनि यहाँ राख्दिनु। यो पनि हामीले बनायौँ है। अर्को चाहिँ के भनेको छ त, एक्टिभेट लेयर। जस्तै नेपाल स्टेट, यसमा धेरैवटा, जस्तै हामीले त के गर्यौँ, त्यो लोकल युनिट्सलाई मात्र लिएर आएर यो गऱ्यौँ होइन। अब यसमा अरू पनि लेयरहरू छ। जस्तै यो युटुमा चाहिँ जस्तै प्रोभिन्स छ, त्यहाँ प्रोभिन्स हेर्ने, प्रोभिन्स लिएर आयो भने मैले प्रोभिन्स यहाँ पनि आउँछ, यो प्रोभिन्स आयो है। अब लेयरलाई एक्टिभेट भनेको चाहिँ जस्तै मैले धादिङलाई माथि राखेँ। अब यो त अहिले दुइटै देखियो नि होइन, तर मैले धादिङलाई डिएक्टिभेट गरेँ भने चाहिँ यो देखिँदैन, खालि यति मात्र भन्न खोजेको है। त्यसपछि यसको नाम राख्न, लेबल गर्न सकिहालिन्छ है। ट्रान्सपोर्टेसन, अब यो प्रोभिन्सलाई हटाइदिउँ। ट्रान्सपोर्टेसन पनि ट्रान्सपोर्टेसन हाम्रो यहाँ छ। ट्रान्सपोर्टेसनको लाइनलाई अन गऱ्यो भने नेपालभरिको रोडहरू देखिने भयो। यसमा मैले अब धादिङलाई राखेँ भनेदेखि चाहिँ धादिङलाई अन गऱ्यो भने धादिङलाई यो भयो, यो भित्रको ट्रान्सपोर्टेसनहरू यो भयो, तर बाहिरको पनि आयो नि त। भनेपछि यसलाई हटाउनको लागि चाहिँ एउटा तरिका अर्को के हुन्छ भन्दा, प्रोसेसिङ टुलबक्समा क्लिप भन्ने एउटा कमान्ड हुन्छ, मोड्युल छ क्लिप। क्लिप छ होइन। अब यसले तर यो पोइन्टको लागि क्लिप भयो, हामी चाहिँ भेक्टरको क्लिप गर्नु पर्यो। यो क्लिप भेक्टर ओभरलेको भित्रको क्लिप गरेपछि चाहिँ दुईवटा भेक्टर लेयरहरूको बिचमा चाहिँ के इन्टरसेक्ट छ त्यो कुरा चाहिँ क्लिप गरिदिन्छ। जस्तै इनपुट लेयर ट्रान्सपोर्टेसन सबभन्दा ठुलो लेयर यो भयो, तर कति एरियामा क्लिप गर्ने त, धादिङभित्र। त्यसैले यो गरेँ। अब यसमा मैले सेभ गरेँ हुन्छ, मैले अहिले सेभ गरिनँ। यसलाई रन गरेँ भने अब चाहिँ मैले ट्रान्सपोर्टेसन लाइन हटाउँदा पनि यसमा ट्रान्सपोर्टेसनहरू चाहिँ देखियो। यसको सिम्बोलोजी अलिक राम्रो आएन, अलिकति मिलाउँ यसलाई। जस्तै यसको साइज हल्का विड्थ बढाइदिउँ, कलर यही ठिक छ। ल अप्लाई गरेँ भने अब बढी भयो है। अब देखियो। अब तर यसमा पनि यसको नाम अझै मलाई नामहरू पनि देखाउनु पर्यो भनेदेखि चाहिँ अझै सानो भनौँ, नाम देखाउनलाई लेभल्समा जाने, सिङ्गल लेभल्स, के को आधारमा नेम, रोडको नेमको आधारमा भनेपछि अप्लाई गऱ्यो भने अब यसको चाहिँ पृथ्वी राजमार्ग भनेर दियो। अब फेरि नेम चाहिँ सबैकोमा रहेनछ होइन, त्यसैले जुनकोमा नाम छ त्यो मात्र देखायो। यतातिरको चाहिँ नामै राखेको रहन्छ। जस्तै यसको एट्रिब्युट टेबल हेर्ने हो भने नाममा नल छ नि त होइन, भनेको नामै राखेको छैन त्यहाँनिर, त्यही भएर नदेखिएको। अथवा अलि धेरै जुमिङ गरेपछि बल्ल देखिने जस्तो पनि छ यसमा यसको नामहरू। अब हामीले चाहिँ यो रोड देखाएर क्लिप देखाउने भनेको छ मैले, त्यसैले मैले चाहिँ धादिङको यो राखेँ। यसको कलर चाहिँ म अब चाहिँ मलाई यसरी देखाउनु परेको छैन, मलाई सिम्पल सिम्बोलोजी क्याटेगोरी सिङ्गल सिम्बल फिल पनि नगर्ने, खालि आउटलाइन मात्र देखाउनु। यसको लागि चाहिँ सिङ्गल सिम्बल नगरेर आउटलाइन सिम्पल लाइन गऱ्यो भने, अप्लाई गऱ्यो भने अब चाहिँ खालि आउटलाइन मात्र देखियो है। यसको अब सबै गाउँपालिका नगरपालिकाको नाम, रोडहरूको नाम त्यो पनि आएर मैले यो चित्र चाहिँ बनाउन सक्ने भयो। त्यसको लागि चाहिँ अब स्निप लिउँ। यो राखेँ है। अब लेबलिङ र रेन्डरिङ मैले अहिले भनेकै कुरो हो, जुम इन गर्दा चाहिँ देखिने नत्र नदेखिने। ट्रान्सपोर्टेसन लाइन, ट्रान्सपोर्टेसन पोइन्ट भनेको एयरपोर्टको पोइन्टहरू होला यो, त्यो पनि हामीले चाहिँ राखेर, जस्तै धादिङमा एयरपोर्ट त छ जस्तो लागेन, छैन है, त्यसैले देखिएन। ल भइहाल्यो, छ भने देखायो भयो। अब हाइड्रो हामीसँग हाइड्रोको यहाँ छ पोइन्ट, हाइड्रोलोजी हुनुपर्ने त्यो हाइड्रोग्राफी लाइन। ओके, हाइड्रोग्राफी लाइन रहेछ।
अब यो पनि सबै नेपालभरिको आयो, त्यसलाई पनि हामीले अघि गरे जस्तै क्लिक गर्न सक्यौँ है। क्लिक हाइड्रोग्राफी लाइन कहाँ त दार्जिलिङभित्र रन क्लोज गरेँ, यसलाई हटाइदिएँ। अब धादिङभित्रको हाइड्रोग्राफी लाइनहरू देखियो है। अब यो हाइड्रोग्राफ लाइन चाहिँ अलिकति ब्लू कलरमा राख्दा अलि राम्रो देखिन्छ, त्यसैले ब्लू कलरमा राख्न लागेको। यसको कलर चाहिँ ब्लू। ओके, ब्लू कलरमा आयो। यसको नामहरू चाहिँ देखिने गरी मैले एउटा स्निप लिएँ ल। रेन्डरिङ भयो, ट्रान्सपोर्टेसनको लाइन भयो, हाइड्रो लाइनहरू चाहिँ त्यसै गरी लेबलिङ एन्ड बफरिङको कुरो भइसक्यो है। बफरिङको कुरो चाहिँ भएको छैन अलिकति होइन। बफर गर्नको लागि चाहिँ जस्तै यहाँ लेबल त छ, तर यो लेबलमा चाहिँ यदि मैले सिम्बोलोजीभित्र गएर लेबल्सभित्र चाहिँ यहाँ बफर भन्ने छ, यसमै टेक्स्टको कति बाहिर चाहिँ बफर गर्ने भनेर भनेको हो। राख्यो भने मैले अब यो क्लिपको नामहरू चाहिँ बफरको कलर पनि दिनुपर्ने हुन्छ। प्रपर्टिज यसको बफर भयो, टेक्स्ट बफर चाहिँ ठुलो बनाउने के बफर भन्ने चाहिँ रहेछ नि त। ओके, कलर बफर फिल्ड, यसको कलर चाहिँ मैले कलर राख्ने ल यो आयो। अब यसलाई बफरको अब बढायो भनेदेखि चाहिँ यो अलिक ठुलो देखिन्छ। ठुलो देखिन्छ मतलब बफर चाहिँ बढ्छ। साइज यसमै हेर्न सकिन्छ होइन, यहीँनिर पनि बढेर आएको छ। यस्तै हुँदै जान्छ, त्यो यसलाई बढायो ठिक। अहिले यति राखेर छोडिदिनुको लागि त ल यो पनि भयो। यो आफैले एकचोटि हेरेर सिक्दा भइहाल्यो। त्यसपछि सेटलमेन्ट पोइन्ट भनेको चाहिँ कतातिर चाहिँ अलिक धेरै बस्तीहरू छ भने जस्तो हो सेटलमेन्ट भनेकै होइन। ह्युमन सेटलमेन्ट कतातिर छ, यो सेटलमेन्ट पोइन्टलाई चाहिँ ल्यायो भने यति ठाउँमा रहेछ होइन। यो पनि धार्मिकको लागि क्लिक गर्नको लागि चाहिँ विशेष टुल बक्समा क्लिक भन्ने छ, यही हो त्यो भने सेटलमेन्टलाई चाहिँ धार्मिकभित्र क्लिक गरेर रन गर्ने। क्लोज सेटलमेन्ट पोइन्ट हटाइदिएर क्लिक राख्दाखेरि यो मात्र। अब यसको ठाउँको नाम पनि सायद यसमा छ पक्कै पनि एट्रिब्युटमा होइन। त्यो राख्नको लागि चाहिँ यसको लेबल चाहिँ के को आधारमा त भन्दाखेरि त्यसको नेमको आधारमा अप्लाई गऱ्यो भने फेरि पनि बफर मैले टेक्स्ट गरिदिएँ, फेरि बढाएँ। यसको कलर चाहिँ अर्को केही राखिदिएँ, अप्लाई गरेँ। ओके, तल्लो लाम्बु, सुनखानी, चापागाउँ, मैरीको, दारिङबेसी, धेरै ठाउँको नामहरू आयो है। यसलाई पनि अब हामीले स्निप लिएर राख्दा भइहाल्यो। यस्तो तरिकाले गर्न सकिन्छ भनेर देखाउनको लागि सेटलमेन्ट यो पनि भयो। यसलाई पनि सेटलमेन्टलाई पनि रेन्डरिङ र लेबलिङ गरेको ठ्याक्क यसमा देखाउनु भयो। इलिभेसनको लागि चाहिँ हामीसँग डिएम जान्छ। अहिलेलाई यो पनि म राखिदिउँला, यो पनि ड्राइभमा। यो राख्यो भनेदेखि यो चाहिँ पश्चिमतिरको छ होइन। यसलाई पनि कलरिङहरू गर्न सकिन्छ भनेर देखाउन खोजेको। जस्तै हामीसँग अहिलेलाई यो भन्दा पनि यसलाई चाहिँ कलरिङ गर्नको लागि हामीले क्लासमा भनेको सिम्बोलोजी अब सुडो कलर गऱ्यो भने यो ऱ्याम्पमा चाहिँ अब कलर आउने भयो भने ठ्याक्क यो जस्तै यो निलो चाहिँ लो एलिभेसनको ठाउँ भयो, रातो चाहिँ हाई एलिभेसनको, यसरी देखाउन सक्ने भयो। तर हामी यसरी होइन, हामीसँग चाहिँ यहाँ कन्टुर लाइन छ नेपालभरिको।
यो कन्टुर लाइन पनि धादिङलाई क्लिक गरौँ सुरुमा क्लिक गर्यो कन्टुर लाइन ओभरले लेयर चाहिँ धादिङको रन गर्यो क्लोज गरेपछि चाहिँ अब धादिङको चाहिँ कन्टुरहरू देखियो है। अब यो कन्टुर चाहिँ एउटै कलरको छ तर यदि यसको पनि एलिभेसन अनुसार चाहिँ कन्टुरको कलरलाई चेन्ज गर्ने हो भनेदेखि यसको नि यो हटाइदिउँ अब है यो हटाइदिउँ यसको सिम्बोलोजीमा जाने हो है सिम्बोलोजीमा सिङ्गल होइन क्याटेगोराइज होइन ग्रेजुएटेड गर्नु पर्यो हामीले यसमा चाहिँ है ग्रेजुएटेड चाहिँ टर्बो राख्यो भने काउन्ट गर्यो काउन्ट 5 गर्यो के को आधारमा त भन्दा एलिभेसन हुँदै भयो भन्दा है एलिभेसनको आधारमा चाहिँ यसको कलरहरू चाहिँ छुट्टिनु भयो अप्लाई गऱ्यो भने यसलाई अन गऱ्यो भने यो त नेपालभरिको भयो है। फेरि यसको अर्को भन्यो जस्तो नेपालभरि त हामीले यस्तो देख्यो होइन एलिभेसन अनुसार चाहिँ कलर छुट्टेको देख्यौँ हामीले तर हामीलाई पर्टिकुलर यो ठाउँलाई चाहिने छ अथवा मैले भन्न चाहिँ जस्तै नेपालभरिको लेयरको लागि सिम्बोलोजी सेट भयो तर यो धादिङको लागि त सेट भएन नि त तर हामीलाई यही लेयर चाहिँ उसमा नै सेट गर्नु पऱ्यो भने हामी के गर्न सक्छौँ भने यसमा राइट क्लिक गरेर स्टाइल्समा कपी स्टाइल अल स्टाइल क्याटेगोरी गर्ने होइन। अब यो लेयरको स्टाइललाई चाहिँ यो लेयरमा लगेर पेस्ट गर्नु पऱ्यो भने यसरी गर्न सकिन्छ कि पेस्ट गरेपछि ल अब यसमा नि कलर बनेर आयो नि त सबै त्यो अहिलेको प्रोसेस रिपिट गर्नै पऱ्यो नि यसमा भइसकेपछि राइट क्लिक गर्यो स्टाइल कपी स्टाइल गरेपछि यसमा पनि हामीले पेस्ट गर्न सक्ने भयो कपी पेस्ट गरेर यसरी यो पनि भयो। अब जस्तै यो कन्टुरको चाहिँ हामीसँग के छ एकचोटि एट्रिब्युट टेबल हेरौँ है त एट्रिब्युट टेबल हेर्दाखेरि टाइप जेसिइएल भनेको चाहिँ अब एलिभेसनको लेभलको चाहिँ कन्टुरको एलिभेसन भने हो नि त होइन। अब यसको एलिभेसन पनि देखाउँ न त हामी त्यो देखाउनु पऱ्यो भनेदेखि यसको प्रपर्टिजमा गएर सिम्बोलोजीमा छ लेभल्समा चाहिँ सिङ्गल लेभल चाहिँ हाम्रो एलिभेसनै लेभल गर्ने ओके यसलाई पनि अलिकति बफर गरिदिउँ टेक्स्ट बफर लेख्छौँ हल्का साइज बढाइदिउँ यसको कलर पनि येल्लो टाइप राख्नु के गरेपछि ल 3000 5000 जति माथि गयो होइन यता 1000 2000को लाइनहरू भएन यो पनि हामीले चाहिँ देखाउन सक्ने भयो यसरी देखाइदिउँ जति माथि गयो त्यो फेरि एलिभेसन डिफ्रेन्स छ यसरी चाहिँ हामीले राख्न सक्ने भएन सिम्बलाइज कन्टुर बेस्ड अन कन्टुर एलिभेसन होइन यो यसको लागि चाहिँ रहेछ त्यो ठिक छ ल यहाँनिर चाहिँ पेस्ट गर्नुपर्ने थियो सिम्पल तरिकाले त भइहाल्यो यसलाई बुझे भइहाल्यो ल। अर्को चाहिँ यहाँनिर के छ हाम्रो यही नाम राख्ने लेभलको एलिभेसन देखाउने रहेछ ल यति गरेपछि चाहिँ आफ्नो जिल्लाको ठ्याक्कै यसमा चाहिँ के गरेको छ यसको हेर्नुहुन्छ नि 7मा हामीले के गर्न थाल्यौँ एलिभेसनको लागि सुरुमा चाहिँ एक्टिभेट गर्ने सिम्बलाइज गर्ने बेस्ड अन कन्टुरको टाइपको आधारमा बनेको रहेछ होइन। अब इन्डेक्स कन्टुर हो कि अथवा इन्टरमिडिएट कन्टुर हो त्यसको आधारमा पनि हामीले गर्न सकिन्छ है त्यो यसको एट्रिब्युट टेबल हेर्ने एट्रिब्युट टेबलको आधारमा चाहिँ जसरी पनि हामीले सिम्बलाइज गर्न सक्ने भयो। त्यसको चाहिँ एलिभेसनको आधारमा अब यो चाहिँ रेन्डरिङ गर्ने यो पनि हामीले सिकिहाल्यौँ रेन्डरको कुरो भयो यति गरेपछि यो पनि सकिन्छ ल यसलाई चाहिँ सेभ गरेर राख्दा भयो पछिलाई सबै हेर्नको लागि यति गरेर बुझाउनु भयो हुन्छ मैले इमेल चाहिँ पठाइदिन्छु वाट्सएपमा।